चढेर एकछिनमै सुतिहाल्यो। आज चाहिँ विसर्जन दिनपछि कालिम्पोङ बजार जानेमा पनि भिड यता जाम रहेछ। बाई यहाँ एउटा सानो डिस्क्लेमर दिन चाहन्छु है। यो चाहिँ मेरो भिडियो चाहिँ हो 3 तारिकको र त्यति बेला चाहिँ बाटोहरू एकदमै राम्रो थियो र पानी परेर बाटो बिग्रेको भनेको चाहिँ 4 तारिक बेलुकाको पानी परेर हो। त्यसै कारण मेरो भिडियोमा चाहिँ अब यसलाई चाहिँ मिस इन्फर्मेसन भनेर नसोचिदिनुहोस् होला। यस्तो छ त घर त जानु हो, जामले नै मार्छ। त्यही कारण चाहिँ छिटो छिटो निस्किनुहोस् होला तपाईँहरू पनि। यहाँ पनि नयाँ ब्रिज बन्नेछ, धेरै महिना बाद आएछ हामी चाहिँ। यो पुरानो ब्रिज चाहिँ यस्तो भएछ। सुन्ने भयो देख्दैन। मम्मी घरमा ल जाँदैछ त अन्त मम्मीको भएकोमा त गएको। हामी चाहिँ घर आइपुग्दा 4, साढे 4, 5 बजिसकेको थियो। त्यही कारण त्यो दिन चाहिँ टिका लगाएनौँ र आपा पनि आउने हुने भएको थियो भोलिको दिन। त्यसै कारण हामीले चाहिँ आपालाई पर्खेर बस्यौँ। यो चाहिँ नेक्स्ट डे हो। अब चाहिँ बाटोमा भएर आउनु पाउनु भएन, त्यसै कारण मम्मीले नै लगाइदिनु भयो। Victor खोजेको छैन। समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। सबैजना स्टे सेफ। सरी मेरो भिडियोजहरू ढिलो हुँदैछ बत्ती नभएको कारणले गर्दा। होप तपाईँहरूले बुझिदिनुहुन्छ होला। थ्याङ्क यू फर वाचिङ।